बजारको दिनहुङको उतार चढाव, त्यो सानोतिनो हल्लाले कहिलेकाहीँ दिक्क लाग्छ, होइन त? सोच्नुस् त, एउटा यस्तो चार्ट जसले यो सबै नोइजलाई फिल्टर गरेर खालि मुख्य कुरा मात्र देखाइदियोस्, कस्तो हुन्थ्यो होला? हो, आज हामी यस्तै एउटा शक्तिशाली 100 वर्षभन्दा पुरानो टेक्निक्सको बारेमा कुरा गर्दैछौँ, पोइन्ट एन्ड फिगर चार्टिङ। ल, सुरु गरौँ है त। आज हामी के हेर्छौँ त? सबभन्दा पहिले यो समय बिनाको चार्ट आखिर हो के? अनि यो एक्स र ओले कसरी बन्छ त्यो पनि हेर्नेछौँ। त्यसपछि यसको सङ्केतहरू कसरी पढ्ने र यसमा बन्ने प्याटर्न्सको शक्ति के हो त्यो बुझ्नेछौँ। अनि लास्टमा यो पुरानो टेक्निक आजको दिनमा पनि किन यति सान्दर्भिक छ त्यसको बारेमा पनि कुरा गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। एकछिन सोच्नुस् त, हामीले हेर्ने सामान्य स्टक चार्टहरू हरेक दिनको सानोतिनो मूल्यको उतार चढावले कस्तो अलमल बनाउँछ। कुन चाहिँ साँच्चीकैको मुभ हो, कुन चाहिँ खाली नोइज हो, छुट्याउनै मुस्किल। पोइन्ट एन्ड फिगर चार्टिङले ठिक यही समस्याको समाधान गर्छ। यसले त्यो अनावश्यक हल्लालाई सिधै काटेर फालिदिन्छ। यहाँ हेर्नुस् त, एउटै समय अवधिको S&P 500 इन्डेक्सलाई दुई फरक चार्टमा देखाइएको छ। बायाँतिरको बार चार्ट हेर्दा कस्तो भद्रगोल देखिन्छ, होइन? हल्ला नै हल्ला। तर दायाँतिरको पोइन्ट एन्ड फिगर चार्ट कति सफा, कति प्रष्ट। यो फरक किन आयो त? किनभने PMF चार्टले साना साना होइन, केवल महत्त्वपूर्ण मूल्य चालहरूलाई मात्रै रेकर्ड गर्छ। यो सुन्दा अलि अनौठो लाग्न सक्छ, तर सोचौँ त कि कुनै चार्टको सबैभन्दा ठूलो शक्ति नै जानकारी नदेखाउनु वा हटाउनु हुन सक्छ। पोइन्ट एन्ड फिगरको सुन्दरता नै यही हो। यसको पावर के देखाउँछ भन्नेमा भन्दा पनि के व्यवस्था गर्छ भन्नेमा छ। यसले समय र बजारको हरेक सानोतिनो हलचललाई फिल्टर आउट गरेर हामीलाई एउटा ठूलो र स्पष्ट चित्र देखाउँछ। भनेपछि फरक एकदमै क्लियर छ। बार चार्टले मूल्यलाई समयसँग नाप्छ, हरेक दिन हरेक घण्टाको हिसाब राख्छ। तर पोइन्ट एन्ड फिगर चार्टले चाहिँ मूल्यलाई मूल्यको रिभर्सलसँग नाप्छ, मतलब कतिले उल्टियो भन्ने कुरा मात्रै हेर्छ। यसले भोल्युमलाई पनि व्यवस्था गर्छ। ध्यान भनेको शुद्ध मूल्यको चालमा मात्रै हुन्छ। ल, यो चार्ट किन विशेष छ भन्ने त थाहा भयो। अब प्रश्न आउँछ, यो एक्स र ओले भरिएको चार्ट बन्छ तरी कसरी? आउनुहोस् अब त्यो हेरौँ। यो टेक्निकको परिभाषा एकदमै सरल छ। यसले समयलाई पुरै बिर्सिएर मूल्यको चाललाई मात्रै प्लट गर्छ। नियम सिम्पल छ। मूल्य बढ्यो भने एक्सको कोलम बनाउने, घट्यो भने ओको कोलम। यो चार्ट बनाउने तरिका 4वटा सिम्पल स्टेपमा बुझ्न सकिन्छ। पहिलो, बक्स साइज सेट गर्ने, मतलब हरेक एक्स वा ओले कति मूल्यको परिवर्तनलाई जनाउँछ भनेर तोक्ने। दोस्रो, मूल्य बढ्दै जाँदा एउटै कोलममा एक्स थप्दै जाने। तेस्रो, अब रिभर्सलको लागि पर्खिने, अर्थात् मूल्यले आफ्नो दिशा बदलेर एक निश्चित मात्रा, मानौ 3 बक्स बराबर घट्नु पर्यो। र चौथो, जब त्यो रिभर्सल हुन्छ तब हामी अर्को नयाँ कोलममा ओबाट प्लट गर्न सुरु गर्छौँ। ल, अब सिद्धान्त मात्रै होइन, एउटा उदाहरणै हेरौँ न। यहाँ स्विस फ्र्याङ्क फ्युचर्सको 9 दिनको ट्रेडिङ डेटा छ। अब यही डेटा प्रयोग गरेर एउटा P&F चार्ट बनाएर हेरौँ है त। अनि हेर्नुस् त, परिणाम यस्तो देखियो। त्यो 9 दिनको डेटाबाट यति सफा चार्ट बन्यो। जब जब मूल्यले महत्त्वपूर्ण उकालो लाग्यो, एक्सको कोलम बन्यो, अनि जब जब घट्यो, ओको कोलम। हरेक पटक कोलम चेन्ज हुनुको मतलब के हो त? बजारको दिशामा एउटा निर्णायक मोड आयो भन्ने सङ्केत हो। ल, चार्ट कसरी बनाउने भन्ने त थाहा भयो, तर यसको मतलब के हो त? अब यी एक्स र ओका आकारहरूबाट कसरी रणनीति बनाउने, अथवा भनौँ आधारभूत सङ्केतहरू कसरी पढ्ने, त्यो सिकौँ। PNF चार्टको एउटा ठूलो फाइदा के हो भने यसमा किन्ने र बेच्ने सङ्केतहरू एकदमै स्पष्ट हुन्छन्। जस्तै एउटा सिम्पल बाई सिग्नल कति बेला आउँछ? जब नयाँ एक्सको कलमले ठिक अघिल्लो एक्सको कलमभन्दा माथि जान्छ। यो एउटा क्लियर ब्रेकआउट हो। यो नियम एकदमै सिधा छ। एक्सको कोलमले पुरानो एक्स कोलमको टपलाई पार गर्यो भने त्यो किन्ने सङ्केत भयो, अनि ठिक उल्टो ओको कोलमले पुरानो ओ कोलमको बटमभन्दा तल गयो भने त्यो बेच्ने सङ्केत भयो। यहाँ कुनै अनुमानको ठाउँ नै छैन, एकदमै स्पष्ट र सटिक नियम छ। तर यी आधारभूत सङ्केतहरू त सुरुवात मात्रै हुन्। पोइन्ट एन्ड फिगरको असली शक्ति त यसमा बन्ने विभिन्न प्याटर्न्सहरू अर्थात् ढाँचाहरू चिन्नुमा छ। यी ढाँचाहरूले बजारको मनोविज्ञान र भविष्यमा आउन सक्ने चालको बारेमा गहिरो सङ्केत दिन्छन्। ल हेरौँ यो कसरी काम गर्छ।
लामो समयको अध्ययनपछि PNF चार्टमा बारम्बार देखिने केही खास आकारहरू पत्ता लगाइएको छ। यी प्याटर्न्सले बजारमा किन्ने र बेच्नेहरू बीचको लडाईँलाई देखाउँछन्। यहाँ स्क्रिनमा केही चर्चित बाई र सेल सिग्नल दिने प्याटर्न्सहरू छन् जसलाई अनुभवी ट्रेडरहरूले ध्यान दिएर हेरिरहेका हुन्छन्। उदाहरणको लागि सिम्पल बुलिश बाई सिग्नल जस्तो सामान्य प्याटर्नले बजारमा छिर्नको लागि एउटा क्लियर एन्ट्री पोइन्ट दिन्छ। तर अझ जटिल खालका प्याटर्नहरूले चाहिँ अझै ठूलो र बलियो मुभ आउन सक्ने सङ्केत गर्छन्। यी प्याटर्नहरूले अनुशासनमा रहन र भावनामा बगेर निर्णय गर्नबाट जोगाउँछन्। अब हामी अन्तिम खण्डमा छौँ। यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। 100 वर्षभन्दा पुरानो यो टेक्निक आजको यो सुपर फास्ट एल्गोरिदम ड्रिभन बजारमा पनि किन टिकिरहेको छ? यसको जवाफ लुकेको छ यसको शक्तिशाली सरलतामा। ल PNF चार्टका फाइदाहरूलाई एकपटक फेरि हेरौँ। पहिलो, यसको सिग्नलहरू बार चार्टको भन्दा धेरै सटिक हुन्छन्। दोस्रो, बक्स साइज बदलेर यसलाई आफ्नो स्टाइल अनुसार ढाल्न सकिन्छ। तेस्रो, यसले बजारको अनावश्यक हल्ला हटाएर अनुशासनमा बस्न मद्दत गर्छ। र सबैभन्दा महत्त्वपूर्ण, यसले सपोर्ट र रेजिस्टेन्स लेभलहरूलाई एकदमै छर्लङ्ग देखाइदिन्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। आजको यो हाई फ्रिक्वेन्सी ट्रेडिङ र जटिल एल्गोरिदमको दुनियाँमा जहाँ चारैतिरबाट सूचनाको बाढी आइरहेको छ, कि साँच्चीको सफलताको सूत्र अझै धेरै जानकारी जम्मा गर्नुमा छ कि अनावश्यक जानकारी हटाएर सरलता अपनाउनुमा?